हेलो ह्याप्पी होली एभ्रिवान गुड मर्निङ। आज म होलीको दिन बिदाको दिन चाहिँ बिहान फेरि मेरो आफ्नै रुटिन वकमा निस्केको छु। आज चाहिँ हामी त्यहाँ माथि सिसामाथि रहेको डाँडा जाँदैछौँ। म बाटोभरि हजुरहरूलाई त्यो बाटो त्यहाँ पुगेपछि मन्दिरको आनन्द सबै देखाउनेछु। वेदर अलिकति क्लाउडी छ, अब हिमालको भ्यू देख्न नसकिन्छ, तर त्यही पनि ह्याप्पी होली, इन्जोय द भिडियो। हामी पुग्ने चाहिँ वहाँ माथि मन्दिरमा है। हान्छु नहान्नु भयो, ह्याप्पी होली ह्याप्पी होली। ल यो जक्सन पोइन्ट आउँछ, त्यसपछि हामी चाहिँ यता उकाल लाएर माथि जान्छौँ। वाट अ वन्डरफुल प्लेस। त्यहाँ पछाडि भ्यूमा हाम्रो मन्दिर रहेको छ। वाउ, कस्तो आनन्द लाग्ने छ यार। चराहरू कराएको सुन्नु भएको छ नि। वाउ, अब आइसक्यो बाटो चढ्ने। कस्तो मजा लाग्दैछ यार। वाउ, चराको आवाज सुनिराख्नु भएको छ नि। वाउ, ब्लेसिङ। वाउ, रिपेयर कन्स्ट्रक्सनहरू भइरहेको रहेछ। आउनु पनि अलि ढिलो भयो। हेर्नुहोस् त भ्यू। वाट अ ब्लेसिङ। यो दुईटा वे छ, तर यो बाटो जान्छ। त्यहाँ ओपन जिम पनि छ। त्यहाँ यसो हल्का के गर्न सकिन्छ, कस्तो छ हेरेर निस्किने। मन्दिरबाट तल झर्दैछौँ म आज, किनभने मेरो होली अनि बिदा पनि, त्यही भएर ढिलो उठेरै आयो है। नत्र प्रायः यहाँ मर्निङमा चाहिँ भजन कीर्तनहरू होइन, भिडभाड एकदम एक्सेसिभ हुन्छ क्या। मान्छेहरू आउने होइन, मर्निङ वकको लागि एकदम रमाइलो इन्ट्रेस्टिङ हुन्छ। फर्किँदैछौँ। जोगिरा सररवाला म्युजिक अझै सुनिएको छैन है। होलीको दिन हो, त्यो गीत बिना त होली कसरी कम्प्लिट हुन्छ र यार। जङ्गलको बिचमा यो ओपन जिम। वाह,
सर्ट वर्कआउट पछि चाहिँ म त्यहाँबाट फेरि निस्केको छु हैन। हामी डम्बेल अलिअलि डम्बेल उचाल्नेहरूलाई चाहिँ यो क्यालिस्थेनिक्स जस्तो अलिकति हार्डै हुन्छ। त्यही नि सिक्दैछु, डुइङ गुड हैन, सिकिरहेको छु, लर्निङ नै हो। ल त्यही भएर फिटनेसलाई सबैले भन्छन् नि हैन, म त त्यस्तो उस्तो छैन हैन, तर एभ्री काइन्ड अफ वर्कआउट इज नेसेसरी हैन। तपाईँको कार्डियो त्यस्तै छ, अब यो स्ट्रेन्थ ट्रेनिङ वेट लिफ्टिङहरू पनि छुट्टै भयो, क्यालिस्थेनिकहरू पनि जस्तो पनि धेरै छुट्टै भयो। त्यही भएर आइएम लर्निङ, आइएम ट्राइङ। म त अझै बेसी किन्डर गार्डनमै छु होइन यो सम्बन्धी, तर आइएम इन्जोइङ दिस। वनको कुरा गरा जस्तो लाग्यो यार। के हो त्यो, चरा हो कि के हो गाइस? आज होली विशेष भएर पनि होलीको लागि एक दुईवटा कुरा भनौँ भन्दा जस सानोको होलीहरू एकदम नस्टालिक हुन्छ कि मलाई, सबैलाई हुन्छ होला त्यो है। हामी मान्छेलाई फेरि कस्तो हुन्छ भने आफूले गरिराखेको बेलामा चाहिँ त्यो चाहिँ राम्रै चलिरहेको थियो, पछि अहिलेको जेनेरेसनमा आएपछि के भयो कसो भयो भन्ने कुराहरू डिफ्रेन्ट प्लेटफर्महरूमा सुनिरहेको हुन्छ होइन। तर दे आर इन्जोइङ देयर ओन वे। सबै हाम्रो एउटै जेनेरेसनको जसरी इन्जोय गर्ने जरुरत पनि छैन होइन। हल्का मोडिफिकेसन समयअनुसार सबै कुरा भइहाल्छ, तर सबै भएर खेल्नु पऱ्यो। तर अहिले धेरै सबै जस्तो लाग्छ है, हाम्रो पालोभन्दा पहिला ऱ्यान्डम मान्छेहरूलाई छ्याप्ने यताउता गर्ने हुन्थ्यो होइन, विदाउट पर्मिसन, लेडिजहरूलाई बढी बेसिकली। अहिले त्यति मैले महसुस चाहिँ गर्दिनँ। एभ्री वान इज अवेर, त्यो त गुड पोइन्ट हो, गुड पार्ट पनि हो। त्यही भएर सेफ भएर सबैले होली इन्जोय गर्नु होला। ह्याप्पी होली। किन रुनु भएको? ह्याप्पी होली, ह्याप्पी होली, ह्याप्पी होली, ह्याप्पी होली बाबु। मैले ठ्याक्क गफ गरेको के एक्ज्याक्ट सेम सिनेरियोमा म हुने होइन, सानोको म अनि एउटा स्ट्रेन्जर त्यसरी आएको भए म 100% छ्यापेर भाग्थ्यो होला कि। नाउ केटा छ अवेर होइन, आजकल धेरै डिसिप्लिन छ यार। वाउ कस्तो बवाल लाग्छ यार, टु गुड। सायदमा हिन्दी गीत सुनिराख्नु भएको छ, कसो घरबाट बजिरहेको छ कि फेरि। यो घर ह्याप्पी होली साने। मार्केटमा नयाँ कृषक फेला पर्नु भएको छ। हेलो कता हो सर? म यो तोरी छिनेको आज आमामा बाइसेप देखाइदिनु त यता। ल ल ल ल ह्याप्पी होली। फाइनली म घर अब पुगेँ। बाबु बुढी बुवा मम्मी सबैलाई ह्याप्पी होली भन्नु त बिहान भनिसक्यो त। अब फेरि ह्याप्पी होली। पुरा नमानो होली सोचु ह्याप्पी होली। कसैको अनुहार चिनिएर ए ठुल बाबुलाई त्यस्तो भन्यो। सोच्नु
Happy Holi!